मर्निङ साथीहरू। आज म यो के अरे बाटा माछाको तरकारी बनाएर देखाउन जाइरहेको छु। मैले यो यस्तो आलु काटेको छु एउटा हो, अन्त झिँगा हालेर बनाउँछु। अनि यसमा मसला चाहिँ जिरा, अदुवा, अन्त खुर्सानी, टमाटर, प्याज, अन्तखेरि यो सेतो बाक्लो होस् भनेर चाहिँ दिन्छु। अब म यो आलु हाल्छ हो, लास्टमा पहिला आलु भिजेर मसला हाल्छु, अन्तखेरि म त्यो झिँगा हाल्छु। हेर्दै गर्नुहोस् है, पुरानको लागि राम्रो हो, सेन्ट आउँछ, राम्रो हुन्छ स्वादमा। तर मैले चाहिँ कालो जिरा चाहिँ थिएन कि, अन्त मैले सेतो जिरै हाल्थेँ हो। सबै किनेको मसला हालेँ मैले हो। अब यसलाई अलिकति फ्राई गर्छु। हल्दी हाल्दैछु, नुन हाल्दैछु, झिँगा पनि हाल्दैछु। यो मसला अलिक पाकेको जस्तो भयो हो। अब म यो झिँगा हाल्छु। झिँगाले त पानी छोड्छ, अलिक पकाउँछु। टमाटर हालेँ, एकछिन पाकोस्। यो सब्जी अलिकति पाकेको जस्तो भयो, अन्त मैले यसमा पानी हालिदिएँ हो। अब यो अलिकति उम्लोस्, पाकेको जस्तो होस्, अनि म यो माछा हालेर निकाल्छु। हेर्दै गर्नुहोस्, माछा दिएर बनाएको मेरो डिस रेडी भयो। थ्याङ्क यू। कमेन्ट गर्नु ल, लाइक कमेन्ट गर्नुहोस् है।